नमस्ते साथीहरू। आज हामी सानो छँदा कक्षा 4 कक्षामा एउटा कविता पढेका थियौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको पाप लाग्छ भन्ने कविता। त्यसैलाई वाचन गर्ने कोसिस गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। नटिप्नु हेर कोपिला नचुम्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ, नछुप्नु है चरीबरी सराप आँसु लाग्दछ, नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ, घाउ चोट लाउनु सडेर चित्त पाक्दछ, धुलो नफेक्नु नानी हो उडेर भित्र ढाक्दछ, नखेल्नु फोहोरी खराब दाग लाग्दछ, नचित्त है दुखाउनु डसेर आँसु बग्दछ, भनेर फुल झै सधैँ हँसाउनु सुवासदी, सधैँ रमाउनु जगत रमेर नित्य आसदी, तातै छै सरेछ सुन्नु त्यो विचार रे, छकाउने लुकाउने नराख भाव केही गरे, टिप्नु हेर कोपिला नचुम्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ। धन्यवाद, नमस्कार।